साथै नमस्ते। एसएसडब्ल्यूमा नयाँ थपिएको क्षेत्र अथवा बुनियाको बारेमा जानकारी दिन आजको भिडियो तयार गर्दैछु। विशेष गरी नेपालबाट एसएसडब्ल्यूमा आउन चाहने, जापान आउन चाहने अथवा जापानमै रहेर विभिन्न भिसामा रहेर एसएसडब्ल्यूमा चेन्ज गर्न चाहने साथीभाइहरूले आफ्नो भिजा सुरक्षित गर्नको लागि पनि कतिपयले एसएसडब्ल्यूमा अहिले कुन एक्जाम दिने भन्ने तयारी गरिरहनु भएको छ। हुन त अहिले यो सुरु भइसकेको छैन हैन। थप गरिएको 3टा क्षेत्रमध्ये बुचुर्यु यहाँनिर हेर्न सक्नुहुन्छ। बुचुर्यु शौकोको काम चाहिँ जापान सरकारले 2027 को हारुगोरो 2027 को हारुगोरोबाट भन्नाले चाङ्गाचु सिगाचुबाट सुरु हुन्छ हैन। अलि गर्मी सिजन हो। मार्च अप्रिल मेलाई हारु भन्ने गरिन्छ आई थिंक जापानमा। त्यसैले यो बुनिया सुरु हुँदैछ। तपाई यदि एसएसडब्ल्यूमा कुन क्षेत्रको तयारी गर्ने होला भनेर सोच्दै हुनुहुन्छ भने बुचुर्यु शौकोको काम अथवा गोदामभित्र गरिने काम त्यो हामीलाई गर्न सजिलो पनि हुन्छ हैन। टेम्परेचर ब्यालेन्सहरू पनि हुन्छ हैन। त्यस्तो एकदमै गरुङो काम पनि हुँदैन हैन। जस मध्यम खालको काम हुन्छ। त्यसैले यो काम सजिलो हुन सक्छ। एकचोटि हेर्न सक्नुहुन्छ। यो फोटोमा पनि राखिदिनेछु म हैन। 2026 को इचिगाचुमा भएको खाकुगी केत्तै भएको छैन। यो मन्त्री परिषद बैठकले तय गरिसकेको अथवा निश्चित गरिसकेको क्षेत्र हो। बुचुर्यु शौको बुनिया हैन। तोक्तै गिराउनु ताइसो भनेको छ हैन। चुइके सारे मास्ता भनेको छ हैन। त्यसैले एसएसडब्ल्यूमा नयाँ थपिएको क्षेत्रमध्ये एकदम उपयुक्त क्षेत्र चाहिँ यो हुन सक्छ है त। 2027 को हारुगोरोबाट स्टार्ट हुन सक्छ हैन। अब यहाँ तल ताइसो त नारु ग्योमु किग्यो भनेको छ हैन। यहाँ इरो छ यसको जोगेनहरु। अब जे होस् तपाईले काम मुख्यतः के गर्नुपर्छ भन्दाखेरि चाहिँ हैन, तपाईले चाहिँ खामोचुनो उके वातासी क्याम्पेन भन्छ हैन। त्यसैगरी खामोचुनो इदो हैन। खामोचु भन्नाले चाहिँ कार्गोको सामानहरुको हैन तपाईले ओराल्ने, झार्ने, चढाउने हैन लगाएको काम छ हैन। अनि खामोचुको इदो भनेको छ तपाईले एक ठाउँबाट अर्को ठाउँमा सार्ने हैन। त्यसपछि होखानको हेर्नु हैन। खक्नो भनेको छ हैन। तपाईले त्यो स्टोर गर्ने ठाउँमा स्टोर गर्ने काम हैन। पिकिङ लगायतको कामहरु हैन। अनि बुचुर्यु खाको भने प्रशोधन लगायतको कामहरु रहेको छ हैन। त्यसैले एसएसडब्ल्यूमा यदि मेन्टालिटी बनाइरहनु भएको छ भने सुरु चाहिँ भइसकेको छैन। 2027 को आई थिंक चाङ्गाचु सिगाचुतिरबाट सुरु हुने यो त्यही छ हैन। सुरु हुने प्लान छ। त्यसैले यो काम चाहिँ तपाईको लागि कम्फर्टेबल हुन सक्छ है त। यो जानकारीमूलक भिडियो होस् भनेर मैले यहाँहरुमाझ शेयर गर्ने अनुमति मागे। बाँकी जापानमा विभिन्न जानकारीमूलक भिडियोहरु चाहिँ म बेला बेलामा राखिरहेको छु। मन परे लाइक कमेन्ट गरिदिनु होला र मलाई फलो पनि गरिराख्नु होला। थ्यांक यू सो मच।